राम्रो छ नराम्रो छैन त्यही किसिमको स्पिडलाई त्यही वेगलाई कायम राख्न सक्यौं भने नतिजा केही हदसम्म राम्रो आउने अथवा हामी जब मसँग मेरो लिस्टमा नामावली भए अनुसार करिब 68-69 जना विद्यार्थी विभिन्न विद्यालयबाट गरेर 68-69 जना विद्यार्थीहरू अध्ययन कार्यमा थियो र भोइदोवा आश्रमको विद्यार्थी 65 जना हो भन्ने मलाई लागेको छ। त्यसपछि गएर दिर्गेश्वर माविको 2 जना र ताङ्ग्लिचोक माविको 2 जना र 1 जना गत परीक्षामा असफल हुन भए तापनि अहिले फेरि यहाँ मै आफमा आएर पढ्ने एकजनाको करिब 70 जनाको नामावली मसँग छ। यो 70 जनाले अब आउने 10 दिनलाई आफ्नो शैक्षिक भविष्य निर्माणका लागि अत्यन्त उपयोग गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ। सुन है, अब मैले अरू केही पनि भन्नु छैन, म पढाइमै केन्द्र दिन चाहन्छु, नितान्त पढाइमा केन्द्र दिन चाहन्छु। सुन, अङ्ग्रेजी विषयमा हाम्रो प्रस्तुति एकदम अलिक कमजोर छ, अङ्ग्रेजी विषयको प्रस्तुति कमजोरै छ। त्यसलाई मेकअप गर्नका निमित्त त्यसलाई चाहिँ 24 भन्दा माथिल्लो अङ्क प्राप्तिका लागि त्यसलाई 24 हाम्रो लक्ष्मण रेखा हुनेछ। 24 नम्बर लक्ष्मण रेखा हो, त्यो पार गर्न सके हामी। यदि चैत 5 गतेको परीक्षा, चैत 5 गते सञ्चालन हुने परीक्षामा उत्तीर्ण भयो भने हाम्रो शैक्षिक नतिजा एकदमै उच्च हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ। त्यो भावनाले अङ्ग्रेजी विषयमा एकदमै सचेत भएर, सजग र सचेत भएर लेख्ने, हावाको भरमा अथवा चाहिँ हचुवाको भरमा लेख्न नआउनु। अङ्ग्रेजी विषयमा मैले तिमीहरूलाई पटक पटक भनेको छु के पढ्नुपर्छ, कुन कुरा पढ्नुपर्छ, के लेख्नुपर्छ, के छोड्न हुँदैन, अनिवार्य लेख्नुपर्ने कुराहरू मैले सबै भनिसकेको छु। त्यो विषयलाई यदि उपयोग गर्यौ भने तिमीहरू सफलता नजिक हुनेछौ भन्ने मलाई विश्वास छ। र मैले विगत 4-5 महिनामा के दिन सकेँ, मैले के जानेको थिएँ जानेको थिएँ त्यसलाई तिमीहरूको माझमा हस्तान्तरण गर्ने अधिकतम कोसिस गरेकै हो। त्यसलाई तिमीहरूले लिएका छौ, मैले दिएको छु।